भाइ दिस इज सुदर्शन डे 5। आज चाहिँ म द 48 लज अफ पावरको ल नम्बर 45 डिस्कस गर्छु होइन। त्यो चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ एकदम रेलेभेन्ट छ अहिलेको कन्टेक्स्टमा। किन भन्दाखेरि त्यसले त्यो ल चाहिँ के भन्छ, प्रिच द निड फर चेन्ज बट नेभर रिफर्म टु मच एट वान्स भन्छ कि। त्यसले चाहिँ के भन्नु खोज्छ भन्दाखेरि चाहिँ मान्छेलाई चेन्जको आवश्यकता महसुस गर रे, एकैचोटि वात्तै चेन्ज नगर रे। ड्रास्टिक चेन्ज चाहिँ मान्छेको लागि चाहिँ होइन रे। हामी मान्छेहरूलाई चाहिँ माइन्ड कस्तो हुन्छ, वी लभ प्रेडिक्टेबिलिटी रे हुन्छ नि। अब फर इन्स्टेन्स अब आज 19 गते अहिले 11 बजिरहेको छ रातिको, मैले भिडियो रेकर्ड गर्ने बेला भोलि हेटौँडाको त्यो 600 समथिङ घरहरू भत्काउने, त्यहाँ एसियन हाइवे लेभलको एसियन हाइवे बनाउने भन्ने डिस्कस भइरहेछ। अनि त्यो चाहिँ पहिल्यै भइसकेको रहेछ होइन। म अब जसमा 2034-32तिर के भइसकेको रहेछ त्यो। अनि कोर्टले नि यहाँ डिमोलिस गर भनेर अर्डर भइसकेपछि त्यो चाहिँ भत्काउने कुरा छ कि। भनेपछि मान्छेहरूलाई चाहिँ अनि के भइसक्यो भने हेभी इक्विपमेन्ट सब लगाएर चाहिँ इफ के अरे नन भोइलेन्स पाराले सक्सेस भएन भने फोर्स नै युज गर्छौँ भन्ने चाहिँ मान्छेलाई चाहिँ पहिले भनिसकेपछि चाहिँ मान्छेले चाहिँ त्यो हुन्छवालामा पुगिसक्यो क्या। त्यो आजको भोलिवाला त महानगरपालिकाले गर्छ नि, अहिले घर भत्काइहालौँ तिर भनेर नोटिस दिए पनि पिपुललाई त्यो मान्छेहरूलाई सामान छाड्न अलिकति अलिकति कम भएपछि हुन्छ नि। त्यो प्रेडिक्टेबिलिटी चाहिँ मान्छेमा हुनुपर्छ। पहिला गरेको थिएन महानगरले, अहिले पनि गर्दैन भनेर मान्छेहरू पेलेर बसिरहेको थियो। अनि एकैचोटि ढ्याङ्ग भएपछि एउटा सक टाइप भयो नि भने चाहिँ मान्छेको दिमागले प्रेडिक्टेबल प्र्याक्टिस गरिरहेको हुन्छ यहाँ दिमागले चाहिँ। अनि एकै ड्रास्टिक चाहिँ हामीले कहिले चाहँदैनौँ। अनि के भन्छ भन्दाखेरि यो लले चाहिँ इफ यु होइन, हामीले चाहिँ यति चाहिँ एउटा रुख एकै सर्टमा काट्न खोज्यौँ भने त्यो चाहिँ जता नि जुन डिरेक्सनमा पनि जान सक्छ अरे। सो होइन, हामीले त्यसलाई चाहिँ बिस्तारै काट्यौँ भने चाहिँ त्यसलाई चाहिँ हामीले चाहेको डिरेक्सनमा ढाल्न सक्छौँ अरे कि। अनि त्यही भएर चेन्ज चाहिँ देखाउने हो अरे कि, पहिला चाहिँ महसुस गराउने। इफ यु आर इन पावरफुल पोजिसन हुन्छ नि, अब अहिलेको लिडर्स कुनैमा रेलेभेन्ट छ नाम भन्न अलि भन्दिनँ म होइन। कुनै लिडरले चाहिँ म सुशासन ट्याक्कै म इलेक्ट भएकै पर्सिपल्टदेखि खतरा गरिदिन्छु भनेर हुन्छ नि, एउटा खतरा ड्रास्टिक चेन्ज ल्याउन खोज्यो भने चाहिँ होइन, त्यो मान्छे चाहिँ होइन त्यो कन्ट्री वा सोसाइटीको लागि एकदम भिलेर भइदिन्छ अरे कि। हामी एड्याप्टै गर्न सक्दैनौँ कि क्विक चेन्ज। हामीलाई चाहिँ त्यो नाग हुन्छ नि, नाग एउटा कुनै पोइजन सर्पको पोइजन जसरी बिस्तारै फैलेर टक्क मुटुमै हुन्छ नि ड्याङ हान्नु, त्यो मुटुमै हिट हान्नु पऱ्यो अरे कि। त्यस्तो चेन्ज चाहियो कि हामीलाई। एकैचोटि मुटुमै हिट हान्यो भने हामी सहन सक्दैनौँ अरे कि। आज हामीले सपोर्ट गरेको मान्छे भोलि भिलेन बनाउन हामी टाइम लाग्दैनौँ कि। ल नम्बर 45 अनि खोइ थाहा छैन कि छुट्यो होला, धेरै छुट्यो, केही होइन धेरै छुट्यो। तर यहाँ दिस इज माई टाइम। थ्याङ्क यू, सी यू टुमोरो।